ये फंस गया सीएम इसे पार्टी की मीटिंग समझ के फंस गया। सो सबैजनालाई मेरो तर्फबाट एकदम ह्याप्पी न्यू इयर है 2026 को लागि। आउने साल तपाईँहरू सबैको एकदम राम्रो होस् है, फलिफाप होस्, आफूले चिताको कुरा पुगोस् है, आफ्नो के रेजोल्युसन छ पुरा होस्। सो मेरो पनि होस् है। सो ह्याप्पी न्यू इयर सबैजनालाई वन्स अगेन। So hello everyone, welcome back to the channel KT95 vlog. I hope you all are good and well. So आज चाहिँ म आफ्टर लङ टाइम यो भिडियो लिएर आउँदैछु है भ्लग, किनकि मैले युट्युबमा निकै भएको थियो, युट्युबमा एक्टिभ नभएको है, किनकि मेरो अलिकति पर्सनल कामहरूले गर्दा बिजी थियो। सो अहिले चाहिँ म यता नर्थ सिक्किममै छु है। अनि अहिले चाहिँ हामी लिङदेम जाँदैछु तातो पानीमा है, त्यहाँनिर चाहिँ हट स्प्रिङ छ, त्यो चाहिँ भर्खर चल पाएको मान्छेहरूले। सो अहिले चाहिँ हामी आधा बाटोमा छु है, अन्त तल जङ्गुबाट निस्केको अहिले चाहिँ। त्यसलाई यताकै जङ्गुको अलिकति टुर हुन्छ होला, एक दुईवटा भ्लग आउँछ होला। सो है अलिकति सपोर्ट देखाइदिनुहोस् होला। सो अहिले चाहिँ हामीहरू पासिङदाङ अलिक माथिबाट स्टार्ट गरेको भ्लग है, त्यहीँबाट स्टार्ट हुँदैछ। अनि बाटो चाहिँ आजभन्दा पहिला जस्तो थियो त्यस्तै रहेछ है, अहिले अलिअलि जग्गा चेन्ज भएको छ है, त्यो पनि त्यस्तो डरलाग्दो उयो छैन। बाटो चाहिँ अलिक खत्तमै रहेछ है। अनि तपाईँहरू आउनु पनि सक्नुहुन्छ है, अलिकति एडभेन्चर फिल पनि हुन्छ रोडहरूले गर्दाखेरि तपाईँहरूलाई है। सो म यो भ्लग चाहिँ अलिक सर्टमै हुन्छ होला, सो इन्जोय गर्नुहोस् होला। आजको चाहिँ दिन पनि एकदम दामी छ है, किनकि विन्टरको टाइममा त यस्तै हुन्छ है। सो अन्त पेन्चो भाइ पनि आएको थियो फर्स्ट टाइम यता नर्थ सिक्किम भनेर, उसलाई घुमाइ पनि दिएको है। अलि मैले जग्गा चिनेको जग्गाहरू है, मैले बुझेको जग्गाहरू। सो त्यसले गर्दाखेरि चाहिँ उनलाई घुमाउँदै लिएर आएको। आजको लागि चाहिँ एकदम टुरिस्ट गाइड जस्तै है। टिकट पनि तपाईँले उयो गरिदिनुहुन्छ ल। लेसहरू छैन त, लेसहरू छैन ए हुन्छ त्यति लिएर जाउँ। ए उयो छ नि हुन्छ त्यति दिनुहोस् न। अनि टिकट दुईवटा दिनुहोस् न। ए हामीहरू चाहिँ लिङदेम तातो पानी आइसक्यो। अन्त तल रोडदेखि चाहिँ बाई फुट चाहिँ तपाईँहरू माथि है, यस्तै 2-3 मिनटको बाटो छ। तपाईँहरूलाई म देखाउँछु है। अहिले चाहिँ टिकट सिस्टम बनाएको छ, पहिला चाहिँ टिकट सिस्टम थिएन, किनकि सायद थियो होला जब यो घर बनाएँ नि तातो पानीको, त्यहाँदेखि चाहिँ टिकट सिस्टम छ है। मोटाएर पुरा सास फुलिँदो रहेछ। पछाडि भाइ चाहिँ यता साथी रहेछ है यता लिङदेमको पनि, त्यसले गर्दाखेरि कलहरू गरेर सोध्दैछ। अनि यहाँ चाहिँ है पानीले घुम्ने मानीहरू बनाएको छ, मानी खोर्लोहरू है। यहाँनिर चाहिँ निकै बादमा आएको, पुरा चेन्ज भएछ नि। पानीले घुम्ने मानी खोर्लोहरू पाइप लगाएर बनाएको रहेछ, पहिला चाहिँ थिएन। ऊपर ओपेन छ। अघि चाहिँ हामीले सोधेर आएको थियो है, नसोधिकन यो बाटोबाट पनि आउँछ नि तल डाइरेक्ट रोड, त्यहाँबाट आयो भने चाहिँ टिकट नकाट्दा भनेर चाहिँ हामीले टिकट काटेर आएको है। किनकि अलिकति अब यो हुन्छ नि, त्यो टिकटको पैसाले केही न केही हुन्छ यता है, त्यसले गर्दाखेरि नभए त हामी नकाटी पनि आउनु सक्थ्यो भन्नु पनि भएको छैन होला। यो चाहिँ लेडिजको रहेछ, यो चाहिँ लेडिजको रहेछ है। अनि यता चाहिँ जेन्ट्सको एकदम स्विमिङ पुल टाइपको छ नि यहाँ। ए भर्नु पर्ने रहेछ नि एकछिन त, म भर्नु ट्राई गर्नु पऱ्यो। सिङ्गेलाई त राख्नु है। यो अहिले चाहिँ यस्तो सिस्टम बनाएको रहेछ नि, पहिला चाहिँ अलरेडी भरेकै हुन्थ्यो, हामीले पुरा खेल्थ्यौँ नि यता। ए यस्तो रहेछ नि, ए यस्तै होला हौ। लिङदेम यो अहिले यस्तो सिस्टम बनाएको छ नि भर्ने। आमाम क्या तातो पानी हौ, वाउ। पहिला चाहिँ भुइँमै पलाउँथ्यो कि, त्यो भुइँको पानीलाई चाहिँ अहिले तानेर एकदम तातो छाम त। अब त यहाँ त हट स्प्रिङ उयो खेल्के मान्छे पनि त्यस्तो छैन, मजा आउँछ नि। मान्छे थुप्रो छ भने मजा आउँदैन है, आफूले भनेको जस्तो क्या भन्छ नि।
यो जग्गा चाहिँ है पहिल्यैदेखि थियो रहेछ तातो पानी चाहिँ, अनि बादमा चाहिँ मान्छेहरूले एक्सप्लोर गरेको है। चाल पाएको चाहिँ बादमा रहेछ, हुनु चाहिँ अगाडिदेखि थियो रहेछ है। 2009मा चाहिँ यो जग्गा चाहिँ चाल पाएको रहेछ है। यहाँनिर पनि हट स्प्रिङ हुँदैछ भनेर, मतलब रहेछ भनेर, अनि बादमा चाहिँ यो गरेको रहेछ। अनि यो जुन चाहिँ यो घरहरू बनाएको जस्तो छ नि, यो चाहिँ अलिक त्यहाँदेखि चाल पाएर पनि निकै बादमा चाहिँ बनाएको है। सो म चाहिँ पहिला नबनाउँदाखेरि पनि आएको थियो यहाँनिर, बनाउँदा पनि आएको है। अब अहिले चाहिँ यहाँ भाइलाई पनि घुमाउँदै लिएको। यस्तो अब मतलब यस्तो हट स्प्रिङतिर चाहिँ अलिकति जिउको रोगहरू हुन्छ नि, जिउलाई थकानहरू छ भने चाहिँ रिल्याक्स हुन्छ नि। अब नेचुरल थेरेपी भनौँ न यसलाई है। सो तपाईँहरूलाई पनि आउनु छ भने आउनुहोस्। सो भिडियो इन्जोय गर्नुहोस् होला। भयो 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 टुके त यति बस्दै रहेछ नि हौ, बाहिर आइरहेको छ नि। वाउ अमिसपुरी गुन्डाहरू जस्तो लाग्यो नि यस्तो छ। झनै लगभग यसको टेम्परेचर त 20हरू जस्तो लाग्यो है। यो पानीको टेम्परेचर चाहिँ झन्डै लगभग 20-25 अराउन्डहरू छ। गरम पुरा छ नि, पसिना निस्किँदैछ अहिले चाहिँ 20-25-15 अराउन्ड छ। Abenço bu. Abenço bu. My name is Chodan Nipsa. Chodan Nipsa. Chodan bunlar. Chodan. Adora? Chodan Nipsa. Twin friend of twin. अब हामी चाहिँ यताबाट है निस्किँदैछु। एकदम डुब्यो, आधा मतलब 1.5-2 घन्टा जस्तो चाहिँ डुब्यो होला यता। पानी भर्नु पनि टाइम लाग्दो रहेछ नि, सो त्यसले गर्दाखेरि हामी चाहिँ निस्किँदैछु है। भाइ र म, बाइक तल छ। अन्त अरू चाहिँ के भन्दाखेरि तपाईँहरू आयो भने आउनुहोस् है, एकदम दामी छ। टिकट पनि त्यस्तो महँगो छैन, पर पर्सन 15 हो कि 20 जस्तै छ, मतलब 30 कति छ है। कति थियो टिकट? ए पर पर्सन 20 रुपिस रहेछ है। सो आउनुहोस् तपाईँहरू पनि यस्तो है, अब नेचुरल थेरेपी लिनुहोस्। यहाँनिर एकदम जिउहरू कस्तो हल्का हुन्छ क्या। तपाईँहरूलाई अब जिउको रोगहरू छ भने जान्छ हो। अब तपाईँहरूले अब मतलब स्पिरिचुअली पट्टिबाट नमाने भए पनि एउटा हुन्छ नि नेचुरल थेरेपीहरू हुन्छ नि, त्यो पट्टिबाट तपाईँले मान्नु सक्छ है। त्यत्रो टाढो पनि छैन, तपाईँ तल जङ्गुबाट आयो भने चाहिँ उकालो त्यस्तै आधा घन्टा जस्तो 40 मिनटको बाटो जस्तो छ गाडीतिर आयो भने है। सो अहिले चाहिँ हामी निस्किँदैछु, बाटोमा भेटौँ होला है। तल एउटा नयाँ गुरु रिम्पोछेको मूर्ति पनि बनाएको छ, त्यहाँ निस्किने है। सो लेट्स गो। फोनबाट अनि तपाईँहरू यो उकालो आउँदाखेरि त्यो हट स्प्रिङको जुन चाहिँ हामी यो फर्किने बाटो अघिकै बाटो है। अनि यो पारि देख्ने चाहिँ तपाईँहरूको तिङबुङ भन्ने जग्गा है। अनि यताबाट तपाईँहरू थलुङहरू पनि जानु सक्छ है। हुनु चाहिँ यता लिङदेमबाट पनि जान्छ मान्छेहरू। अन्त त्यहाँ चाहिँ तिङबुङबाट चाहिँ आधा उदी चाहिँ गाडी पुग्छ अरे, त्यहाँदेखि चाहिँ 5 आवर जस्तो लाग्ने रहेछ बाई फुट चाहिँ है। सो आउनुहोस्, इन्जोय गर्नुहोस्। अनि यहाँ भ्यूहरू हेर्नुहोस्, एकदम मस्त छ। हस् ल, तपाईँ के भन्न चाहन्छ? म पनि अब त्यही भन्न चाहन्छु है, तपाईँहरू आउनुहोस्। म पनि मेरो पनि लाइफमा फर्स्ट एक्सपिरियन्स हो, म जस्तो तपाईँहरूले पनि गर्नुहुन्छ भनेर आशा छ। कत्ला अनि अहिले चाहिँ हामी चाहिँ माथि लिङदेमबाट निस्केर अलिकति तल है रुक्लु भन्ने जग्गा रहेछ। यहाँ चाहिँ गुरु मेन्लाको उयो रहेछ है, स्ट्याचु ऊ पर देख्नुहुँदैछ है। अघि चाहिँ म चाहिँ गुरु रिम्पोछेको जस्तो लागेको थियो होइन रहेछ। सो बाई फुट चाहिँ ऊ माथिदेखि चाहिँ यस्तो आएर यस्तो जानुपर्ने। हामीहरू चाहिँ है रुक्लु भन्ने भिलेजमा छु है। यो चाहिँ जुन चाहिँ कि माथि हामीहरू लिङदेम थियो नि, लिङदेमदेखि चाहिँ यस्तै 5 मिनट जतिको पनि थिएन बाटो चाहिँ है। त्यहाँदेखि अलिक तल आएर रोडबाट चाहिँ यो फुटपाथ पक्रेर आउनुपर्ने रहेछ है। यहाँ चाहिँ गुरु मेन्लाको चाहिँ स्ट्याचु बनाएको रहेछ, एकदम दामी क्या। यहाँको मान्छेहरू चाहिँ एकदम मेहनतिलो टाइपको। हेर्नुहोस् न वरिपरि यो तोरी होइन, यो तोरी हो। फापरहरू फुलाएको रहेछ है मजाले। ए तोरी त हो, सरी फापर इच्छा तोरीको रुखको इच्छा हो। तोरीहरू मजाले रोपेको रहेछ यहाँ। अन्त सुन्तलाहरू रहेछ माथि चाहिँ बाटोतिर के यति दामी पाराले उयो गरेको रहेछ क्या, सब्जीहरू उगाएको रहेछ है। जुन चाहिँ कि तपाईँहरूलाई अघि अलिअलि देखाइहालेँ है। चिपचापबाट एग्रोनेट लाएर पुरा बारेको रहेछ नि, आँखा लाग्छ भनेर। गायो ठ्याट म त को गराएछ भनेको हाँस्नु हुँदैन। हामी आफै माथि के दामी देखेको पछाडि त यादै गरेको थिएन। यहाँ पछाडि छ ऊ पर पनि है।
अरे बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो। तोबा तोबा तोबा, थारा मूड खराब कर दिया। बौलाहरू आइपुगेछ गाईले पनि। सो पछाडिको भ्यू चाहिँ यस्तो छ है, गुरु मेन्दाको स्ट्याचु निकै तलै पो आइपुगेछ है, रोड त माथि हो नि। सो पछाडिको भ्यू पनि दामी छ एकदमै, सेतो हिउँले भरिएको। यहाँ मान्छेहरूले चाहिँ आफ्नो मेहनतले कमाएको फुलहरू, फुल अरे फुल छोहरू चढाएको रहेछ है। यो चाहिँ गुरु रिम्पोछेको चाहिँ दबाईको अवतार, मतलब दबाई लाग्ने हुन्छ नि, गुरु मेन्ला, साङ्गे मेन्लाको चाहिँ अब त्यस्तै गुरु मेन्ला भन्ने। यसरी हेर्नुहोस् एकदम, यो थिएन नि पहिला। अनि यहाँभित्र चाहिँ एउटा सानो मानिलाखाङ जस्तै के रहेछ है, गुम्पा जस्तै बनाएको थियो यो भित्र दैलो। ठिक हो, भित्र चाहिँ मजाले, माथि चाहिँ यस्तो छ है। अनि एउटा हातमा चाहिँ उहाँले त्यो दबाईको जडीबुटी बोकिरहेको बनाएको रहेछ है। तिङबुङमा त्यो हाम्रो चाहिँ यहाँ है हल्का फुल्का सुटहरू भयो, अनि अन्त भिडियोहरू बनायौँ है। ज्यादा त्यस्तो त केही छैन रहेछ। यो गुरु रिम्पोछे के भन्छ गुरु मेन्लाको चाहिँ स्ट्याचु छ है। यता भ्यू हेर्नु नि, यो भ्यू फ्ल्याटिस छ यहाँ है। यता पछाडिपट्टि पनि हिमाल, अगाडि पनि हिमाल हो। गुरु मेन्ला चाहिँ बिचमा बसेको। अन्त यहाँ उयो रहेछ